सिजन बाबु सिजन बाउले भनेको माने तेरो इक्जाम आइरहेको छ पर्सिदेखि पढ्नु पर्दैन ए बाबा छ्या तपाईँले गरेर मर्यो पाउसँग मुखमुख लाग्छस् त बाउले भनेको मान्दैनस् भोलि के गरेर खान्छस् तैँले के भयो तेरो छोराको भोलि इक्जाम छ अनि मोबाइल हेरेर राखेको छ नि मैले त दिएको नि त अनि किन दिएको त के बोले भाइ अनि कसरी दियो त तिमीले जस मैले कसरी दिएँ त्यसलाई किन हानेको अनि तैँले हेर्ने भने कसरी हान्यो भनेर जेसु गर तेरो छोरा जा कस्तो खालको मान्छे होला जा छोरा जा साथीलाई फोन गर्नुपर्छ हेलो साथी कहाँ छौ तिमी तल जक्सनमा आऊ त हाम्रो ल साथी म आइपुगेँ ल A few moments later. हेलो साथी खोइ त तिमी आएको चाँडो आउनु ल साथी म आइपुगेँ अब एकछिन रुकिराख है Hours later. ल दोस्त दोस्त अनि तिम्रो के छ ठिक छ यार अनि के गर्दै तिमीले खाइरहेको छ मैले त अलिअलि छोडिदिएको थिएँ अब मसँग छ गोलीमा हजुर अब खाइदिउँ न त होइन धेरै पछि भेटेको छौँ होइन अब खाइदिउँ न अब खाइदिउँ न त खाइदिउँ बाउले देख्यो भने मार्छ केही हुँदैन ल एक पानी बाउ त आएको छैन लौ साथी लौ लुट खाइरहेको छैन यसलाई रङ्गे हात पठाउँछु पखमा भिडियो बनाउँछु दोस्तो त पस्दैन न यार बाउले त देखेको छैन नि छैन कहाँ देख्ने त्यस्तो बुढोले त्यो बुढोले कराउँछ कि तँ पढायो पढायो भने कहाँ मैले त्यो बुढोलाई देख्ने बित्तिकै हानिम जसरी म नि हानिदिन्छु नि त्यो बुढोलाई पख यिनीहरूले मलाई पिट्ने प्लान बनाइरहेको छैन पख अब भर लाग्दैन कराउँछ बुढोले फेरि ल साथी ल बिस्तारै ल लाग्दैन त ल मामु म आइपुगेँ त बाबा गएँ त बाबा बाहिर जानु भा ए ल म एकछिन पढ्न बस्छु ल पढ त्यो अघि बाउले त देखेन बुढी के गरिरहेको सरकारी के लगाएको तपाईँले के गर्नु पर्दैन आज म खसी मासु ल्याएको खुकुरले त किन नि खुकुरले खसी मासु काट्नलाई खुकुरले हुन्छ एकछिन उता चाहिँ कहाँ जानु लाग्नु भएको ए छोरासँग काम पनि छ अनि अचान लिएर आउँछु म ए हुन्छ देखिन्छु म तेरो कान मेरो हाम्रो बाँधेर लाटोमा बुढो